हाई एभ्रिवान, आई एम सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै नै छु गाइज हेर्न सक्नु। अनि आज चाहिँ हाम्रो ठुलो मम्मीको घर सर्ने दिन थियो। घर फिनिसिङ नहुँदै किन सर्न लाएको भन्नुभएको होला गाइज। आज चाहिँ साउनको लास्ट दिन, साउनको 29 गते होइन, कति गते हो त्यो थाहा भएन। भोलिबाट चाहिँ साउन लाग्छ होइन गाइज, त्यही भएर हामी यो सानोतिनो सर्दैछौँ। अनि होम फिनिसिङ भएपछि हामी फेरि अनि होममा चाहिँ हामीले धेरै रमाइलो गर्नेछौँ अनि भ्लग आउनेछ, हेर्दै राख्नु होला गाइज। अहिले चाहिँ हामीले यो सानोतिनो खिर बनाएको छौँ गाइज, हेर्न सक्नुहुन्छ। अनि दिउँसिउ कोक सोक खाँदै अनि ठुलो मम्मीलाई हेर्न सक्नुहुन्छ, हाँस्नु भएको छ नदेखा भन्नुभएको। अनि यहाँ डेक्ची चाट्दै हुनुहुन्छ गरे हेर्न सक्नुहुन्छ, सबै खाँदै हुनुहुन्छ। ठुल्पापाले हाई भन्नु भनेको हाई, लाइक कमेन्ट गरिदिनु भन्नु, यता हेरेर भन्नु भनेको गाइज लाइक कमेन्ट गरिदिनु होला भन्दै हुनुहुन्थ्यो। अनि साधनाले भिडियो बनाउँदै थियो, साधनाले भनिरहेको थियो यहाँ डेक्ची चाट्दै हुनुहुन्छ, हेर्न सक्नुहुन्छ। हाई भन्नु भनेको हाई भन्दै हुनुहुन्थ्यो ठुलो मम्मीलाई हाई भन्नु भनेको केही भन्नुभएको थिएन गाइज, शरमले कस्तो हुनुभएको थियो। अनि साधनालाई हेर्न सक्नुहुन्छ, यो भिडियो चाहिँ खुसबु दिदीले बनाएको, हेर्नु ठुल्पापा भन्दै हुनुहुन्थ्यो। म चाहिँ भ्लगरको ठुल्पापा, अनि ठुल्पापालाई देखाएको थियो, अर्को ठुल्पापालाई सन्जु दाईलाई हाई भन्नु, अनि आफ्नो भाइलाई पनि देखाउनु भएको थियो, अनि आफ्नो दाईलाई देखाउनु भएको थियो हाम्रो घरको कालो केटा भन्दै हुनुहुन्थ्यो खुसबु दिदीले चाहिँ, हेर्न सक्नुहुन्छ सबलाई। खुसबु दिदीले माइजी कमेडी गर्नु न भनेको उता हेर्नु कस्तो गर्नुभएको छ गाइस ठुलो मम्मीलाई। अनि अर्को ठुलो मम्मीलाई देखाउनु लाग्यो त पुरै लाजले फेसै नदेखाउनु भएको हेर्न सक्नुहुन्छ। अनि साधनाले भ्लग बनाउँदैछ हाई, अनि साधनाले सबैजना बस्नु भएको छ भनिरहेछ। अनि के अरे म चाहिँ फेरि आइगएँ, अनि उता देखाउन भन्दाखेरि खुसबु दिदीलाई हेर्न सक्नुहुन्छ हेलो भन्नु भन्दाखेरि हाई भनेर उता उता पल्टिनु भयो। हेर्नु गाइज पानी परेछ, कस्तो दामी बवाल मौसम भएको छ गाइज। ऊ चाहिँ खुसबु दिदीको भाइ काले भनिरहेछ अनि देखाएको छ सबलाई, ठुल्पापालाई गाइज घर पैँचामा पानी परिरहेछ भनिरहेछ, हेर्न सक्नुहुन्छ। यस्तो बवाल मौसम भएको छ, शीतल शीतल हावा चलिरहेको छ होइन, नयाँ घर पनि बवाल मौसम भएको छ गाइज। अनि स्मृतिले ल्या म बनाउँछु भनेर बनाउँदैछ, अनि स्मृतिलाई हेर्न सक्नुहुन्छ गाइज। अनि मेरो चप्पल हेर्न सक्नुहुन्छ भने हेर्नु होला गाइज भनेर हाई भने सबैजना हेर्नु बसिरहेर पार्टी गरेछौँ गाइज। अब हामी चाहिँ होमनमा चाहिँ डान्स गर्नेछौँ, हजुरलाई देखानेछौँ। अब चाहिँ हामी खाएर घर जाँदैछौँ, अनि सबैले बाई भन्दैछौँ गाइज, सबले बाई। भाउजूलाई बाई भन्नु भनेको बाई भन्दै हुनुहुन्छ, ठुलो मम्मीलाई पनि बाई, बहिनीले पनि, ठुल्पापाले पनि बाई, लाइक कमेन्ट गरिदिनु होला भन्नु। अनि सन्जु दाईलाई पनि बाई भन्नु भनेको त बाई भन्दै हुनुहुन्थ्यो। अनि हामी गाइज घर जाँदैछौँ, हेर्न सक्नुहुन्छ। बाई गाइज भन्दैछ साधनाले पनि, अनि हामी घर, अनि साधनाले हामीलाई भाइरल गरिदिनु होला भनिरहेछ। अनि गाइज आजको ब्लग यति नै हुनेछ, भेटौँला नेक्स्ट ब्लगमा। आजको लागि बाई बाई।